नेपालीलाई भिजिट भिसामा बेच्नेहरूले चाहिँ हामीलाई पेलेर लगे संसदमा, संख्या उनीहरूसँग पाखुरा देखाए संसदमा पाखुरा देखाएर हुँदैन त भनेको थिएँ, मानेनन्। नमान्दा के भयो, हेलिकप्टर आयो। हेलिकप्टर के गर्न आयो, मैले धेरैचोटि भन्दा फेरि चित्त दुख्ला उतातिर। यता बोल्यो झापा पोल्छ, त्यही भएर धेरै बोल्नु पनि भएन। बोले जस्तो चाहिँ गर्नुपर्छ, छोड्न चाहिँ हुन्न। फेरि बिर्सिन्छन् क्या मान्छेले। 23 गते बच्चाको टाउकामा गोली हानेको बिर्सन पाइँदैन, कसैले बिर्सन हुँदैन। म यो मात्र भन्न चाहन्छु, 23 गते ताकेर गोली नहानेको भए 24 गते देश जल्दैन थियो। यो कुरा बिर्सन हुँदैन, हो गलत हो। देशका संरचनाहरू जलाउनु गलत हो। सिंहदरबार जल्नु हुँदैन थियो, तर जलेको सिंहदरबार त बनाउन सक्छौँ नि हामी। तर ढलेको छोरो फेरि घर फर्केर आउँछ, आउँदैन? त्यसलाई न्याय गर्ने कसरी त? सही नेतृत्व छानेर। आमाहरू रोएका छन्, केटाकेटीहरू हेर्दा हेर्दै न्याय माग्दाखेरि, इन्साफ माग्दाखेरि, भ्रष्टाचार नगर न, परिवारवाद नगर न भनेर माग गाँदाखेरि छाती र टाउकोमा ताकेर गोली हानेर ढलेका छन्। तिनको रगतको एउटा थोपो पनि खेर जान दिनुहुन्न हामीले, एक थोपो पनि खेर जान हुन्न। तिनको लासमाथि राजनीति गर्न त पाइँदैन, त्यो कुरामा पनि सचेत गराउनु होला। तर तिनको रगतको एउटा थोपो पनि खेर जान हुँदैन। त्यो आलो छ, अझै त्यहाँ त्यो संसद भवन अगाडि तिनको आलो छ, त्यसलाई खेर जान हुँदैन। एकपटक हामी देश सम्झिएर, आमा सम्झिएर काम गर्न चाहन्छौँ। लिनु केही पनि छैन, पाउनु केही पनि छैन। राजनीतिमा लागेर कसैले घर बनाए रे, परिवार बनाए रे, जग्गा जमिन जोडेर, खोइ मेरो त तबाही भएको छ, केही पनि बाँकी छैन मसँग त। एकमुठी प्राण बाँकी छ र सत्य बाँकी छ, तपाईँले दिनुभएको आशीर्वाद बाँकी छ। त्यति भए मलाई अरू चाहिँदा पनि चाहिँदैन। त्यसैको बलमा हामी यो देशमा परिवर्तन ल्याएरै छोड्छौँ। यो आँट, यो साहस दिएकै तपाईँहरूले हो। मलाई कहिले काहीँ सोध्नुहुन्छ, तपाईँ किन यतिको आँटिलो हुनुहुन्छ? यत्रो दुःख दिँदाखेरि पनि तपाईँ चाहिँ हँसिलै हुनुहुन्छ, दौडेको हुनुहुन्छ, एकदमै जोसिलो हुनुहुन्छ। जसको टाउकोमा यस्ता बाआमाहरूको, भगवान् जस्ता बाआमाको आशीर्वाद छ, त्यसले किन टेन्सन लिनुपर्छ? मलाई के को टेन्सन तपाईँहरूले लिनुभएको छँदैछ नि, किन टेन्सन लिनु पर्यो? जति सक्छु लड्छु, इमान्दारीपूर्वक लड्छु। सत्यभन्दा पर जानेवाला छैन। जोसँग सत्य हुन्छ त्यसले किन डराउनु? अरूले डराउने हो। मैले त अघि पनि भनेर आएको थिएँ, यो त महाभारत हो। अब त महाभारत हो। अब निर्णय गर्नुहोस्, कौरव पक्षमा बस्ने कि पाण्डव पक्षमा? म पाण्डव हुँ, कौरव हुँ म भन्दिनँ, त्यो पनि तपाईँ छुट्याउनुहोस्। मेरा साथीहरू कौरव पक्ष हुन्, पाण्डव पक्ष हुन्, म भन्दिनँ, तपाईँ नै छुट्याउनुहोस्। तर हुन चाहिँ यो महाभारत हो है, यो महाभारत हो। यसबाट देशलाई निकास दिन सकिन्छ। यो सामान्य मिति होइन, 21 फागुन 21 सामान्य मिति होइन। यो देशको भाग्य र भविष्य बदल्ने मिति हो। हाम्रो हातमा छ, मेरो हातमा छ।